सबैजनालाई नमस्कार। सबै आरामै हुनुहुन्छ होला। हामी चाहिँ आज यस्तो ठाउँमा आएको छौँ। ट्याक्कला र एम्जाको यो वृद्ध आश्रममा आएको छौँ हामी चाहिँ। देख्न सक्नुहुनेछ ट्याक्कला र र्याली आउँदै हुनुहुन्छ उता। यस्तो छ ल, हेर्नु होला साथीहरू, आज महायज्ञ। देख्न सक्नुहुन्छ साथीहरू। हो त्यता नि हो ल, यस्तो छ ल। सिँगारी रहेको छ ल। यस्तो छ साथीहरू। झाँकी सहित आउँदै हुनुहुन्छ यता। प्रत्येक समूहहरू सबैजनाले आफ्नो आफ्नो झाँकी लिएर आउँदै हुनुहुन्छ। र हाम्रो म्याग्दी चोकबाट पनि छ है हाम्रो पञ्चे बाजा सहित। अहिले देखाउँछु है साथीहरू ल। प्रमुख कथावाचक उहाँ हुनुहुन्छ। अब एकछिनमा उद्घाटन हुँदैछ साथीहरू। यहाँ यता यो पूजाको मण्डप होला सायद। पैसा मान्छे नि भेटिनु भयो त यहाँ त यार। पैसा मान्छेको भिडियो खिचौँ न साइकलमा। यता भने चाहिँ र्याली आइसक्नु भएको छ। यता भर्जन हुँदैछ। कोलाई मनपर्छ हौ साथीहरू भर्जन। तन्दै हुनुहुन्छ साथीहरू यता यहीँसम्म। डेन्जर हुनुहुन्छ है ल। हाम्रो म्याग्दी चोकको समूहहरू अगाडि हुनुहुँदो रहेछ। मगर समाजको र धौलागिरी बाजा समूहको। धेरै छ लाइन ल। लाइन देख्न सक्नुहुन्छ साथीहरू, हेर्नुहोस् त। ओहो यत्रो लाइन घुमेर यताबाट हेर्नुहोस्। ल यहाँ त बिहान बाजा पनि रहेछ ल साथीहरू ल। फाइनली आइसक्नु भएको छ ल। विभिन्न थरीको यहाँ भइरहेको छ ब्यान्ड बाजा सहित। हाम्रो मानव सेवा आश्रमको अध्यक्ष हुनुहुन्थ्यो उहाँ चाहिँ पहिला, अहिले चाहिँ थाहा भएन है।
देख्न सक्नुहुन्छ गाइस। हाम्रो म्याग्दी चोकबाट नै आइसक्नु भएको छ साथीहरू, मगर समाजको पनि। महानगरपालिकाको मेयर साहब पनि आउनुभएको छ। र्याली आइपुग्यो। यस्तो थुप्रै छ साथीहरू, भिडियोमा कैद गरेर सकिँदैन यार। हेर्नुहोस् त तपाईँको अझ उता हो। ल वेलकम हुँदै हुनुहुन्छ। ल अर्को पनि बिहान बाजा। ल सुनिरहेको छ साथीहरू यार। भिडियोमा खिचेरै सकिन्न के साथीहरू, लास्टै धेरै आउनु भएको छ के।
धर्मकर्ममा यो साथीहरू केही रकम है सहयोग गर्नुपर्छ। मानव आश्रममा हामी पनि केही रकम सहयोग गर्न आएको छौँ साथीहरू। हाम्रो ढौलागिरी युवा क्लबको तर्फबाट हामीले धेरै नसके पनि सानो सहयोग लिएर आएको छौँ। ढौलागिरी युवा क्लब पोखरा 25 हेम्जा म्याग्दी चोकको तर्फबाट। ल फेरि पनि देखाएँ साथीहरू ब्यान्ड बाजा। मलाई एकदमै मन परेको ब्यान्ड बाजा। अहिले चाहिँ के गर्नुभयो? हुनुहुन्छ होला उहाँ। खतरा दामी लाग्यो मलाई चाहिँ। ल यहाँ त फेरि बाजा पनि लाग्न सक्छ साथीहरू। ल धेरै छ। ल भ्यायो भने म भोलि प्रवचनको पनि भिडियो लिएर आउनेछु साथीहरू तपाईँहरूमा। आजलाई चाहिँ यति नै गर्नुपर्छ साथीहरू। मान्छे धेरै हुनुहुन्छ। स्टेज अगाडि छ साथीहरू। भिडियो भोलि आउँछ साथीहरू। साथीहरू तपाईँहरू पनि केही रकम तपाईँहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने यता यसो यतापट्टि साइडमा टक्क लाएर उहाँ लेख्न बस्नुभएको छ। उहाँले रसिद पनि दिनुहुनेछ। कि हामीले चाहिँ धौलागिरी युवा क्लबको तर्फबाट चाहिँ रु 5555 प्रदान गरिएको छौँ साथीहरू। ल यो सबैलाई जानकारी पनि होस्। ल यता छ है सहयोग गर्न चाहनुहुनेहरूले आएर ट्याक्क सहयोग गर्न सक्नुहुनेछ आफ्नो मनले। धन्यवाद साथीहरू। ल आजको लागि बिदा लिन चाहन्छु र भोलि म आएछु भने प्रवचनको पनि भिडियो राख्नेछु। ल बाई बाई साथीहरू। ल